प्रिभियस लेक्चरमा गरेको थियो मल्टिपल एंगल sin 2 थीटा cos 2 थीटा tan 2 थीटा। आज हामी चाहिँ सब मल्टिपल भनेको सब भनेको आधा हुन्छ है। अब हामीले भोलि पढेको थियो sin 2 थीटा को फर्मुला, sin 2 थीटा को फर्मुला कति 2 sin थीटा इन्टु cos थीटा। आज हामी पढ्ने छौं सब मल्टिपल भनेको sin थीटा को फर्मुला। sin थीटा को कति हुन्छ हेर, 2 थीटा छ भने थीटा थीटा भनेपछि 2 छ भने 1 1, अब 1 छ भने 1 को आधा हुन्छ, हाफ हाफ हुन्छ। sin थीटा को फर्मुला सब मल्टिपलमा कति हुन्छ 2 sin थीटा बाइ 2 इन्टु cos थीटा बाइ 2। अब यो भयो। अब चाहिँ sin थीटा को tan मा, sin 2 थीटा को tan मा कति थियो sin 2 थीटा इक्वल टु 2 tan थीटा अपॉन 1 प्लस tan स्क्वायर थीटा यति हुन्छ। अब sin थीटा को चाहिँ sin थीटा को tan मा कति हुन्छ 2 tan थीटा बाइ 2 अपॉन 1 प्लस tan स्क्वायर थीटा बाइ 2। हामीले के गरेको छ 2 थीटा को ठाउँमा थीटा अनि थीटा को ठाउँमा थीटा बाइ 2। ल यो sin थीटा को tan मा फर्मुला भयो सब मल्टिपलमा। अब त्यस्तै cos 2 थीटा को फर्मुला sin cos वाला कति हुन्छ cos स्क्वायर थीटा माइनस sin स्क्वायर थीटा, अनि cos थीटा को sin cos वाला कति हुन्छ सब मल्टिपल cos स्क्वायर थीटा बाइ 2 माइनस sin स्क्वायर थीटा बाइ 2। ल यति हुन्छ। अब cos को जम्मा 5 वटा फर्मुला हामीले पढेको छ cos 2 थीटा को, यसको पनि 5 वटा हुन्छ। के हुन्छ म लेखिदिन्छु है। यस्तै cos थीटा इक्वल टु 2 cos स्क्वायर थीटा बाइ 2 माइनस 1, अनि अर्को cos थीटा इक्वल टु 1 माइनस 2 sin स्क्वायर थीटा बाइ 2। अब चाहिँ cos थीटा को tan मा 1 माइनस tan स्क्वायर थीटा बाइ 2 अपॉन 1 प्लस tan स्क्वायर थीटा बाइ 2। अर्को चाहिँ cot cos थीटा इक्वल टु cot मा cot स्क्वायर थीटा बाइ 2 माइनस 1 अपॉन cot स्क्वायर थीटा बाइ 2 प्लस 1। पाँचटा भयो 1 2 3 4 5, यो जम्मा 5 वटा फर्मुलाहरु भयो। यो सब मल्टिपल फर्मुला। त्यस्तै अब tan मा tan 2 थीटा को फर्मुला कति हुन्छ 2 tan थीटा अपॉन 1 माइनस tan स्क्वायर थीटा। अब चाहिँ tan थीटा कति हुन्छ tan थीटा इक्वल टु 2 tan थीटा बाइ 2 अपॉन 1 माइनस tan स्क्वायर थीटा बाइ 2। ल यो हुन्छ। ल यो फर्मुलाहरु भयो सब मल्टिपल, यो फर्मुलाहरु भयो सब मल्टिपल फर्मुला है। अब चाहिँ यति भइसकेपछि अब हामीलाई थाहा छ sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इक्वल टु 1 हुन्छ, अनि sin स्क्वायर थीटा बाइ 2 प्लस cos स्क्वायर थीटा बाइ 2 इक्वल टु पनि 1 हुन्छ है। एउटा कुरा अझै है, sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा इक्वल टु 1 हामीले पढेको छौं। अब यो त मल्टिपल हो यो। अब सब मल्टिपलमा कति हुन्छ sin स्क्वायर थीटा बाइ 2 प्लस cos स्क्वायर थीटा बाइ 2 इक्वल टु कति हुन्छ 1 है। अब यो कुरा थाहा राख्नु, 1 को ठाउँमा हामी सब मल्टिपलमा कति फर्मुला युज गर्छौं sin स्क्वायर थीटा बाइ 2 प्लस cos स्क्वायर थीटा बाइ 2 हो। यो युज नगर्ने है, यो मल्टिपलमा युज गरेको थियो, प्रिभियस लेक्चरमा हामी युज गरेको थियो। अब हाम्रो टपिक छ सब मल्टिपल, सब भनेको आधा है। अब चाहिँ यो फर्मुला युज गर्नुपर्छ sin स्क्वायर थीटा बाइ 2 प्लस cos स्क्वायर थीटा बाइ 2 1 को ठाउँमा युज गर्नुपर्छ। यो कुरा नबिर्सनु है। ल 1 को ठाउँमा कति युज गर्नुपर्छ sin स्क्वायर थीटा बाइ 2 प्लस cos स्क्वायर थीटा बाइ 2। ल
सब भनेकै आधा हुन्छ है। अब क्वेसन लेख। म एउटा कुरा भन्न चाहन्छु कि मैले यहाँ जुन क्वेसन लेख्छु त्यो क्वेसन तपाईँ चाहिँ आफैले पहिला सल्भ गर्ने, अनि हुँदैन भने त्यसपछि म सल्भ गर्छु, त्यो हेर्ने है। ल क्वेसन के छ 1 नम्बरको फर्स्ट क्वेसन, अन्डर प्रुफ दैट हो क्वेसन के छ भन्ने अंडर रूट 1 प्लस साइन थीटा इक्वल टू cos थीटा बाई 2 प्लस साइन थीटा बाई 2। अब हेर, हामीलाई एक्जाममा चाहिँ सोधिएको क्वेसनले भनेको हुँदैन यो सब मल्टिपल हो कि मल्टिपल हो, के हो। हामीलाई एक्जाममा क्वेसन मात्रै यति दिइहाल्छ, भन्छ प्रुफ दैट यति इक्वल टू यति। अब हामीले क्वेसन हेर्ने बित्तिकै थाहा पाउनुपर्छ है। हेर, यहाँ थीटा छ अनि थीटा बाई 2, थीटा बाई 2 मा हामीलाई आन्सर चाहियो। त थीटा बाई 2 मा हामीलाई आन्सर यदि चाहियो भने त यो सब मल्टिपल फर्मुला भयो। त्यसैले हामीले यो कुराहरू चिन्नुपर्छ है। क्वेसनमा भनिदैन यो सब मल्टिपल क्वेसन हो कि मल्टिपल क्वेसन हो, क्वेसन केही भन्दैन, प्रुफ दैट यति इक्वल टू यति, त्यतिकै मात्रै भन्छ है। अब हेर, हामीलाई प्रुफ केमा गर्नुपर्छ, थीटा बाई 2 भनेको 1 बाट कतिमा जानुपर्छ, हाफमा जानुपर्छ। त हामीले आफै सम्झनुपर्छ यो सब मल्टिपलको क्वेसन हो। अब हेर, लेफ्ट ह्यान्ड साइड कति छ, अंडर रूट 1 प्लस साइन थीटा। अब हेर, हामीले पढेको छ 1 को ठाउँमा कति लेख्न सक्छौ, साइन स्क्वायर थीटा प्लस कोस स्क्वायर, होइन त्यो लेख्नु पर्दैन। अब यो त सब मल्टिपल, प्रुफ के गर्नुपर्छ, थीटा बाई 2। त्यसैले 1 को ठाउँमा हामी के राख्नुपर्छ, साइन स्क्वायर थीटा बाई 2 प्लस कोस स्क्वायर थीटा बाई 2 अनि प्लस साइन थीटा को सब मल्टिपल फर्मुला कति हुन्छ, 2 साइन थीटा बाई 2 इन्टु कोस थीटा बाई 2 जति हुन्छ। ल अब हेर, म यसलाई एरेन्ज गर्छु कसरी। हेर, साइन थीटा बाई 2 प्लस 2 साइन थीटा बाई 2 इन्टु कोस थीटा बाई 2 प्लस कोस स्क्वायर थीटा बाई 2। यसलाई हम यसरी लेख्न सक्छौँ, केही गरेको छैनौँ, यसलाई उतातिर लास्टमा राखिदिएको छ, अरू केही गरेको छैन भने। अब हेर त यो कुन फर्ममा गयो, ए स्क्वायर, हामी यसलाई ए यसलाई बी मानौँ है। ए स्क्वायर, हेर ए कसलाई मान्यो हामी, साइन थीटा बाई 2 लाई ए, बी कसलाई मान्यो, कोस थीटा बाई 2 लाई हामी बी मानौँ, एकछिन खातिर मानौँ। अब हेर त यो कति फर्ममा छ, ए स्क्वायर प्लस 2 ए बी प्लस बी स्क्वायर फर्ममा छ कि छैन। हेर कुन फर्ममा छ, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर, यो कसको फर्मुला हो, यो ए प्लस बी को होल स्क्वायर को फर्मुला होइन तो त्यही फर्मुला। अब ए को ठाउँमा साइन थीटा छ, बी को ठाउँमा कोस थीटा, यहाँ हुन्छ साइन थीटा प्लस कोस थीटा को होल स्क्वायर हुन्छ कि हुँदैन, हुन्छ, त्यही म लेख्छु। अब हेर, यसलाई हामी कति लेख्न सक्छौँ, अंडर रूट साइन थीटा बाई 2 प्लस कोस थीटा बाई 2 को होल स्क्वायर लेख्न सक्छौँ। अब हेर, स्क्वायरले रूट क्यान्सल हुन्छ है, रूट क्यान्सल। अब कति बच्यो, साइन थीटा बाई 2 प्लस कोस थीटा बाई 2। हामीलाई के प्रुफ गर्नुपर्छ, त्यही त प्रुफ गर्नुपर्छ, आरएचएस प्रुफ। ल प्रुफ भयो, यो फर्मुला हामीले युज गर्यो है। ल हेर, हामीले केही गरेको छैन, प्रिभियस लेक्चरमा हामीले 1 को ठाउँमा साइन स्क्वायर थीटा प्लस कोस स्क्वायर थीटा राख्थ्यौँ। अहिले चाहिँ के गर्छौँ हामी, 1 को ठाउँमा साइन स्क्वायर थीटा बाई 2 प्लस कोस स्क्वायर थीटा बाई 2 राख्छौँ, अनि केही गर्दैन। साइन थीटा को फर्मुला हामीले फर्मुला युज गर्छौँ, अरू केही युज गर्दैन, आफै प्रुफ भइहाल्छ। प्रोसेस बाई प्रोसेस हामी गर्दै जान्छौँ भने आफै प्रुफ भइहाल्छ है। ल यति भइसकेपछि अब हामी चाहिँ अर्को क्वेसन हेरेर लागौँ।
अर्को क्वेसन के छ भन्ने अंडर रूट 1 माइनस sin थीटा इक्वल टू cos थीटा by 2 माइनस sin थीटा by 2 ल अब हेर लेफ्टबाट हामीलाई फेरि थीटा by 2 मा जानुपर्छ लेफ्ट ह्यान्ड साइड कति छ लेफ्ट ह्यान्ड साइड कति छ अंडर रूट 1 माइनस sin थीटा अब हेर 1 का ठाउँमा हामी कति लेख्न सक्छौं sin स्क्वायर थीटा by 2 प्लस cos स्क्वायर थीटा by 2 कति लेख्न सक्छौं sin स्क्वायर थीटा by 2 प्लस cos स्क्वायर थीटा by 2 अनि माइनस sin थीटा को ठाउँमा हामी कति लेख्न सक्छौं 2 sin थीटा by 2 into cos थीटा by 2 ल अब यसलाई हामी फेरि sin स्क्वायर थीटा by 2 प्लस 2 ओ सॉरी यहाँ माइनस हुन्छ ओ सॉरी ठीक है यहाँ माइनस हुन्छ 2 sin थीटा by 2 into cos थीटा by 2 प्लस cos स्क्वायर थीटा by 2 अब यो चाहिँ यो कसको फर्ममा छ हेर त हामी यसलाई a मानौ है a इक्वल टु कति sin थीटा by 2 b इक्वल टु कति cos थीटा by 2 अब हेर a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर यो कुन फर्मुला हो चाहिँ यो a माइनस b को होल स्क्वायर को फर्मुला चाहिँ हो अब यसलाई हामी कति लेख्न सक्छौं भन्ने अंडर रूट a को ठाउँमा कति छ sin थीटा by 2 माइनस b को ठाउँमा कति छ cos थीटा by 2 को होल स्क्वायर अब हेर कति भयो आन्सर अब स्क्वायर बाट रूट क्यान्सल कति बच्यो sin थीटा by 2 माइनस cos थीटा by 2 हेर हामीलाई प्रुभ के गर्न छ cos थीटा by 2 माइनस sin थीटा by 2 हामीलाई के प्रुभ गरियो sin थीटा by 2 माइनस cos यो त प्रुभ भएन हामीलाई प्रुभ गर्नु छ अर्कै आयो अर्कै अब हामी के गर्ने त हेर हामी यसलाई एक्सचेन्ज गरिदिन्छु है कसरी एक्सचेन्ज हेर प्रुफ हामी के गर्छौं भने हामीलाई sin थीटा by 2 माइनस cos थीटा by 2 प्रुफ गर्नु भन्थ्यो भने हामी यसरी गर्छौं अब हामीलाई के भनेको छ cos थीटा भनेको छ पहिला हामीले पहिला sin थीटा प्रुफ गरिदिएको छ हामी के गर्छौं यसलाई हामी यहाँ एक्सचेन्ज गर्छौं लजिक त्यही छ अरु केही गर्दैन हामी चाहिँ यो पनि मेटियो हामीलाई प्रुफ के गर्नु छ cos पहिला हामी पहिला cos लेख्छौं cos स्क्वायर थीटा by 2 अनि माइनस 2 हेर अब a into b लाई हामी b into a लेख्न सक्छौं कि सक्दैन सक्छौं भनेको sin into cos लाई cos into sin हामी लेख्न सक्छौं कि सक्दैन सक्छौं cos थीटा by 2 into sin थीटा by 2 अनि cos स्क्वायर थीटा by 2 ल हेर यो पनि त्यहीको फर्ममा छ हामी यसलाई a मानौ यहाँ sin हुन्छ के हुन्छ हामी यसलाई sin मा a मानौ यसलाई b मानौ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर त्यहीको फर्ममा छ यही फर्ममा छ कि छैन छ यसलाई हामी कति लेख्न सक्छौं cos थीटा by 2 माइनस sin थीटा by 2 को होल स्क्वायर स्क्वायर बाट रूट क्यान्सल कति बच्यो cos थीटा by 2 माइनस sin थीटा by 2 हे प्रुफ गर्नु छ हामीलाई हेन्स आर एचएस प्रुफ यो फर्मुलाहरु लजिक युज गरे है हेर केही गरेको छु छैन अब चाहिँ अर्को क्वेशन हेर एडजस्ट हुन्छ हुँदैन यसलाई मेट
अब चाहिँ अर्को क्वेसन के छ भन्ने अब तपाईले चाहिँ यो क्वेसन गर्न सक्छ हेर त म क्वेसन लेखिदिन्छु मात्र क्वेसन के छ भन्ने 1 माइनस साइन ए यो क्वेसन छ अब तपाईले चाहिँ यो क्वेसन गर्न सक्छ 1 को ठाउँमा कति लेख्न सक्छु यसको प्रुफ कति छ भने यसको प्रुफ छ साइन ए बाइ 2 माइनस कोस ए बाइ 2 ल हेर अब 1 को ठाउँमा तपाईले चाहिँ sin स्क्वायर थीटा बाइ 2 ए बाइ 2 प्लस कोस स्क्वायर ए बाइ 2 राखिदिनुस् अनि माइनस sin ए को ठाउँमा कति 2 sin ए बाइ 2 इन्टु कोस ए बाइ 2 राखिदिनुस् अनि त्यसलाई सोल्भ गर्दै जानुस् ए माइनस बी को फर्ममा आउँछ ए को ठाउँमा यो राख्ने बी को ठाउँमा यो अनि आफै प्रुफ भइहाल्छ है यो तपाईले गर्न सक्छु ल यो तपाई गर्नु म चाहिँ अर्को क्वेसन लिएर आउँछु अर्को क्वेसन के छ भन्नु अर्को क्वेसन के छ भन्नु 1 प्लस cos a upon sin a equal to cot a by 2 ल हेर 1 बाट हाफमा जानुपर्छ हामीलाई सब मल्टिपल क्वेसन भयो अब हेर 1 को लेफ्ट ह्यान्ड साइड कति छ हेर प्रुफ के गर्न छ त्यो आफै प्रुफ भइहाल्छ हामीले 1 को ठाउँमा फर्मुला युज गर्ने cos को फर्मुला युज गर्ने sin को फर्मुला युज गर्ने प्रुफ आफै भइहाल्छ अब हेर कसरी हुन्छ लेफ्ट ह्यान्ड साइड कति छ 1 प्लस cos a upon sin a यति छ अब 1 को ठाउँमा हामी कति राख्न सक्छौं sin स्क्वायर a by 2 प्लस cos स्क्वायर a by 2 हामी a by 2 किन राख्दै छौं किनकि हामीलाई a by 2 मा जानु छ त्यसैले प्रुफ गर्नु छ अब प्लस cos a को फर्मुला कति हुन्छ हेर यहाँ sin cos वाला युज छ नि cos 2 थीटा cos a को पनि फर्मुला sin cos वाला युज गर्नुपर्छ अब cos a को कति हुन्छ cos स्क्वायर a माइनस a by 2 sin स्क्वायर a by 2 अनि तल के हुन्छ sin a को sin cos वाला कति हुन्छ 2 sin a by 2 into cos a by 2 अब क्यान्सल हुन्छ कि हुन्छ माइनस प्लस क्यान्सल भइहाल्छ कति बाँकी बच्छ cos स्क्वायर a by 2 cos स्क्वायर a by 2 कतिवटा cos स्क्वायर a by 2 दुईवटा cos स्क्वायर a by 2 2 cos स्क्वायर a by 2 अनि तल कति छ 2 sin a by 2 into cos a by 2 अब क्यान्सल हुन्छ कि यसलाई हामी यसरी लेख्न सक्छौं र 2 2 क्यान्सल भइहाल्छ cos स्क्वायर लाई हामी cos a by 2 into cos a by 2 लेख्न सक्छौं तल कति छ sin a by 2 into cos a by 2 अब cos a by 2 cos a by 2 क्यान्सल कति बच्यो चाहिँ माथि cos a by 2 अपॉन तल चाहिँ sin a by 2 अब cos थीटा by sin थीटा कति हुन्छ यसको ठाउँमा cos थीटा by sin थीटा चाहिँ cot थीटा हुन्छ कति हुन्छ cot थीटा थीटा को ठाउँमा कति a by 2 sin थीटा by cos थीटा कति हुन्छ tan थीटा हुन्छ cos by sin cot sin by cos tan है अब हेर त्यही प्रुफ गर्नु भनेको छ RHS प्रुफ भयो प्रुफ केही गरेको छु म केही गरेको छु हामीले 1 को ठाउँमा फर्मुला युज गर्ने cos को फर्मुला युज गर्ने sin को फर्मुला युज गर्ने सोल्भ गर्दै जाने आफै प्रुफ भइहाल्छ केही टेन्सन लिनु पर्दैन अब चाहिँ अर्को क्वेशन अर्को क्वेशन हेर अर्को क्वेशन के छ भन्ने अंडर रूट
1 plus cos theta the root 1 plus theta by root 2 equal to cos theta by 2 यो प्रुफ गर्नु छ है ल हेर प्रुफ के गर्नु छ हामीलाई त्यो टेन्सन लिनु पर्दैन हामी यसलाई हेर्छौं मात्रै लेफ्ट ह्यान्ड साइड कति छ अंडर रूट 1 plus cos theta upon root 2 1 लाई हामी कति लेख्न सक्छौं एकचोटी प्रुफमा पनि हेर्नु पर्छ थीटा बाइ 2 मा छ त्यसैले 1 को ठाउँमा त्यो फर्मुलाहरु युज गर्नु पर्छ त्यसैले 1 को ठाउँमा कति हुन्छ sin स्क्वायर थीटा बाइ 2 प्लस cos स्क्वायर थीटा बाइ 2 अनि प्लस cos थीटा को फर्मुला कति sin cos वाला युज गर्नु पर्छ किनभने हामीले 1 को ठाउँमा sin cos वाला युज गरेको छ भने cos 2 थीटा को ठाउँमा पनि sin cos वाला युज गर्नु पर्छ cos थीटा को ठाउँमा कति हुन्छ cos स्क्वायर थीटा बाइ 2 माइनस sin स्क्वायर थीटा बाइ 2 अब बाइ कति हुन्छ रुट 2 अब हेर क्यान्सल हुन्छ माइनस sin स्क्वायर प्लस sin स्क्वायर कति बाँकी बच्यो cos स्क्वायर थीटा बाइ cos स्क्वायर 2 cos स्क्वायर थीटा बाइ 2 अनि तल रुट ल अब चाहिँ हामीले यसलाई कति लेख्न सक्छ भने हेर रुट a इन्टु रुट b लाई हामी रुट ab लेख्न सक्छौं है रुट a इन्टु रुट b लाई हामी रुट ab लेख्न सक्छौं रुट ab लाई हामी यसरी लेख्न सक्छौं कि सक्दैन यसलाई चाहिँ हामी यति लेख्न सक्छ भने यतिलाई हामी यति लेख्न सक्छौं त्यही कुरा कन्सेप्ट यसलाई हामी कति लेख्न सक्छौं रुट 2 इन्टु रुट cos थीटा बाइ 2 को होल स्क्वायर cos स्क्वायर थीटा बाइ 2 लाई हामी cos थीटा बाइ 2 को होल स्क्वायर लेख्न सक्छौं है अब स्क्वायर रुट क्यान्सल बाइ 2 रुट 2 अब कति बच्यो रुट 2 क्यान्सल कति बच्यो cos थीटा बाइ 2 RHS प्रुफ ल भयो प्रुफ इजी भेरी इजी अब हामीले चाहिँ अर्को क्वेशन हेरौं ल यति भइसकेपछि अब अर्को क्वेशन नेक्स्ट मैले चाहिँ यहाँ यति क्वेशन गराइदिन्छु तपाईलाई यति क्वेशन अरु बुकमा केही क्वेशन हेर्नु पर्दैन मैले यहाँ जति क्वेशन गराइदिन्छु त्यतिको क्वेशन तपाईले यदि सल्भ गरियो भने त्यो पर्याप्त हुन्छ अब हेर अर्को क्वेशन अब अर्को क्वेशन के छ भन्ने अंडर रूट 1 minus cos a 1 minus cos a upon कति छ रुट 2 यो क्वेशन तपाईले सायद गर्न सक्छु sin a by 2 यो क्वेशन तपाईले गर्न सक्छु 1 को ठाउँमा sin स्क्वायर a by 2 plus cos स्क्वायर a by 2 अनि cos a को फर्मुला चाहिँ cos स्क्वायर माइनस छ भने हामीलाई कोस्ट को युज गर्नु पर्छ है कोस्ट को युज गर्नु पर्छ माइनस छ भने कोस्ट को युज गर्ने अनि cos a को ठाउँमा कति cos स्क्वायर a by 2 माइनस sin स्क्वायर a by 2 अनि माइनस चाहिँ मल्टिप्लाई हुन्छ सल्भ गर्दै जान्छ भने त्यो 2 क्यान्सल भइहाल्छ अनि प्रुफ भइहाल्छ तपाईले गर्न सक्छ म अर्को क्वेशन हेरेर लागे है ल यो क्वेशन होमवर्क भयो तपाईको अनि अर्को क्वेशन के छ भने ल यो क्वेशन तपाईले गर्नु आफै प्रुफ भइहाल्छ म अर्को क्वेशन हेर्नु अर्को क्वेशन के छ भने
कोण माइनस कोस थीटा अपॉन साइन थीटा इक्वल टू tan थीटा बाई 2 ल यो प्रुभ गर्नु छ लेफ्ट साइड के छ एलएचएस कति छ कोण माइनस कोस थीटा अपॉन साइन थीटा अब हेर कोण को ठाउँमा हामी कति लेख्न सक्छौं sin स्क्वायर थीटा बाई 2 प्लस कोस स्क्वायर थीटा बाई 2 त्यही लेख sin स्क्वायर थीटा बाई 2 प्लस कोस स्क्वायर थीटा बाई 2 माइनस छ भने कोस माइनस हेर्ने बित्तिकै कोस दिनुपर्छ है कोस थीटा को ठाउँमा कति कोस स्क्वायर थीटा बाई 2 माइनस sin स्क्वायर थीटा बाई 2 ल अनि तल sin थीटा को ठाउँमा कति 2 sin थीटा बाई 2 इन्टु कोस थीटा बाई 2 यति हुन्छ अनि त्यसपछि sin स्क्वायर थीटा बाई 2 प्लस कोस स्क्वायर थीटा बाई 2 माइनस ले मल्टिप्लाई गर्दा कति हुन्छ माइनस कोस स्क्वायर थीटा बाई 2 माइनस माइनस प्लस sin स्क्वायर थीटा बाई 2 अनि तल चाहिँ 2 sin थीटा बाई 2 इन्टु कोस थीटा बाई 2 माइनस कोस स्क्वायर प्लस कोस स्क्वायर क्यान्सल भइहाल्छ कति बच्छ sin स्क्वायर थीटा बाई 2 प्लस sin स्क्वायर थीटा बाई 2 कतिवटा sin स्क्वायर थीटा बाई 2 दुईवटा sin स्क्वायर थीटा बाई 2 sin स्क्वायर थीटा बाई 2 तल कति छ 2 sin थीटा बाई 2 इन्टु कोस थीटा बाई 2 यसलाई हामी कति लेख्न सक्छौं 2 2 त क्यान्सल भइहाल्छ sin स्क्वायर लाई हामी sin थीटा बाई 2 इन्टु sin थीटा बाई 2 अपॉन sin थीटा बाई 2 इन्टु कोस थीटा बाई 2 sin थीटा बाई 2 sin थीटा बाई क्यान्सल कति बच्यो sin थीटा बाई 2 अपॉन कोस थीटा बाई 2 अब sin थीटा बाई 2 प्लस कोस थीटा बाई 2 कति हुन्छ tan थीटा बाई 2 RHS प्रूव्ड ल केही गरे हामीले केही गरेको छैन फर्मुला हामीले युज गर्दै जान्छ आफै प्रुभ भइहाल्छ त्यही भनेको चाहिँ tan थीटा बाई 2 प्रुभ गर्नु प्रुभ भइहाल्छ